हेलो नमस्ते गाइस, आज हामी चाहिँ यो मार्टमा आएको थियौँ। हाम्रो यो ब्याकअप चाहिँ यसो कराइरहेको छ, आउटपुट दिएन भन्नुभएको छ अरे। आएर हामी हेर्दा चाहिँ एउटा चाहिँ यो जङ लागेको रहेछ है। जम्मै यो चाहिँ यसको जङ लाग्यो, यो तार चाहिँ यसो चुटेको रहेछ एउटा। अनि हेर्दै जाँदा चाहिँ उहाँ पछाडि पनि बेसी जङ लागेको रहेछ त्यहाँ नै। यो पनि जङ ठाउँ ठाउँ लागेको पुरै जङ लाग्छ। अब यसलाई चाहिँ हामी चाहिँ पुरा सफा गर्छौँ है। यसले सफा तरिकाले चाहिँ हाम्रो यो जगमा चाहिँ हामीले तातो पानी उमालेर चाहिँ सादा पानी, यसलाई चाहिँ हामीले चाहिँ सादा पानी उमालेर चाहिँ हामीले यसरी हाल्नुपर्छ यसलाई। यसरी हालेपछि तपाईँको चाहिँ हेर्नु चाहिँ यसरी हालेपछि ब्याट्रीको यो जम्मै जङ फाल्छ कि है। यसरी चाहिँ पुरै ब्याट्री जङ फाल्छ। यसरी हामीले चाहिँ सफा गर्नुपर्छ है त। ल हेर्नुहोस् हामी गर्दै जान्छौँ है त। यो अघि त्यो यिनबाट चाहिँ जुन बिग्रेको थियो है, हामीले चाहिँ अहिले यो सबै सफा गरिसक्यो है। यो अघिकै ब्याट्री हो, हामीले चाहिँ जम्मै यो सबै सफा गरिसक्यो, नेट एन्ड क्लिन गरिसक्यो। हामीले चाहिँ केबल्स पनि यहाँ चाहिँ चेन्ज गरिसक्यो ठाउँ ठाउँमा, यसमा पनि चेन्ज गऱ्यो है। यसरी चाहिँ हाम्रो नट सबै सफा पारेर इन्भर्टरले ओके अवस्थामा छ है। यसरी अहिले मेन्स अहिले चाहिँ चालु भइसकेको छ। ब्याट्री चार्जिङ लो ब्याट्री हुन्छ, यो चाहिँ अहिले चार्जिङ चाहिँ अफ छ है, बाइपासमा छ। मेन्स अन छ, यो चार्जिङ चाहिँ भएर चाहिँ 97% देखिसकेको छ है। अहिले चाहिँ ओके छ है त। यसरी चाहिँ ब्याट्री चाहिँ अब चाहिँ यो तार चुट्यो भने चाहिँ सिस्टम अफ गर्ने, अनि यसरी तपाईँको चाहिँ सफा गरेर चाहिँ तातो पानी सफा गरेर चाहिँ जोड्नु मिल्छ है त।